ल यसरी अन्त भयो म पनि आउँछु ल अब बोला लु बोल न हाई गाइस भन न हामी क्लासमा जान्छौँ भनेर हामी क्लास गएको चाहिँ किन पनि तर त्यस्तो गरेर यस्तो नपाउँदैन यतिको हामी चाहिँ क्लास पढ्नु थालेको कति भयो एक हप्ता भयो तर हामी अस्ति फ्राइडे भएको होइन चाहिँ हामी यस्तो जान्ने भइसक्यौँ गाइस हामीलाई सबै फटाङ त्यही भएर त भन्दैछ उसले हामी यस्तो ट्यालेन्ट भइसकिसक्यौँ गाइस हामी सिधै हामीलाई कन्सल्टेन्सीले जापानमा हाम्रै खोजी भएको जत्तिकै जापानमा हाम्रै खोजी भएको जत्तिको चालेर हामीलाई बिहान बिहान जाने बाध्य बनाइदिएको छ ठिक छ तिम्रो पनि बोला नि तिम्रो पालो यो मात्र कति बोलेको भन्छ तिमीलाई कति सोचिरहेछ कन्सल्टेन्सी तर देखाउँला नि के भयो त बित्दै थिच्यो फोन चलाउनु नजान्नु नि भइरहेछ गाह्रो यता छ। फर्क न अब यता फर्क आई लभ यु कहाँ टोरे मेरो बोयफ्रेन्ड मात्रै भन्छ अनि किन मलाई भनेको त अनि पागल नि कस्तो पागल नि छ कि के बोल्छ यार अझै कोसँग बोलेको भन्दाखेरि होइन दाई अरे होइन फेरि साथी अरे क्या होइन, म भन्दा जेठो दाई भनेको कि साथी भन्नु म अब उसलाई उयो होइन क्या म गलो यार क्यामेरा पकार्दा म भन्दा जेठो होइन म भन्दा जेठो प्लस अनि दाई पनि जेठोलाई दाई नभन्नु तर साथी हो सँगै 11-12 पढेको होइन तर एजमा चाहिँ दाई हो त्यही भएर नि कि त दाई मात्र भन्नु कि त साथी मात्र भन्नु एज ठुलो तर साथी जसरी पनि बस्छ मेरो पनि त एज ठुलै छ त तिम्रो भन्दा त मलाई त कहिले किन भन्नु तिमीलाई चाहिँ मलाई सुरुमा नै किन म त तिमीलाई तिमी भनेको खासमा त अनि पछि चाहिँ तिमीले एज सोध्यो होइन अनि एज सोधेपछि मलाई कस्तो लाग्यो अनि म भन्दा ठुलो लाग्यो अनि फेरि एकछिन चाहिँ तपाईँ भन्छ 2-3 मिनट गाइस हाम्रो कन्सल्टेन्सी आयो ऊ त के हो हाम्रो कन्सल्टेन्सी नाम अल्फा तर AIMS लेखिरहेको छ सेकेन्ड फ्लोरको यहाँनिर नि पठाउँछ हो होइन होला नि मलाई थाहा छैन गाइस हाम्रो ब्लगलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु ल यस्तो गाइस हामीलाई नि भाइरल बनिदिनु नि हो सबैले चिन्दाखेरि ओ बिग फ्यान नमस्ते फोटो खिचौँ न भन्नु ल जापानीलाई चाहिँ कन्सल्टेन्सी आइपुग्यौँ गाइस हाम्रो कन्सल्टेन्सी माथि 3rd फ्लोरमा छ अनि त्यही भएर उफ म त यहाँ हिँड्नै सक्दिनँ चाहनु तिम्रो कस्तो कडा छ ऊ त सुई जान्छ उफ गएर पानी जहिले थाप्छ यस्तो मान्छे झन् ट्रेकिङ जानु रहर भने कति छ मलाई ट्रेकिङ यहाँ छ त उयो चुरे पोखरी रमिता चाहिँ जाउँ न भोलि बस्ने हिँड्दै भन्दा पनि गाडीमा कस्तो राम्रो ठाउँ छ मोरङमै हो त्यहाँ जाउँ ल साँच्ची पो भनेको त फेरि मेरो साथीहरू जस्तो प्लान बनाउने क्यान्सल गऱ्यो भने त हानिदिन्छु नि मलाई फेरि मैले मेरो साथीहरू सबैजना प्लान गर्छ अनि क्यान्सल गर्छ यहाँ चाहिँ उयो भएकोहरू क्या सबैजना जापान गएकोहरू हामी चाहिँ अब क्लास आइपुग्यौँ हाम्रो क्लास